मेरो नाम जयबहादुर कार्की। हामीसँग त्यति बेला ट्र्याक्टरहरूको साधन केही थिएन, हामी हलोले जोत्ने गर्थ्यौँ। मलाई 30-32 बिघा खेती गर्नको लागि मैले 3टा स्वराजको ट्र्याक्टर लिएर आएँ। स्वराज ट्र्याक्टर मैले ल्याउन कारण यसको होम डेलिभरी हुने, सुलभ मूल्यमा पाउने यसको सामानहरू, अनि जहाँ पनि पाउने, यसको वारेन्टी पनि 6 वर्षको दिएको हुनाले मैले स्वराज ट्र्याक्टर लिएर आएको। मैले स्वराज ट्र्याक्टर किनिसकेपछि मलाई जस्तो स्वराज ट्र्याक्टरले ढुवानी गर्नको लागि सजिलो भएको छ, अनि ढुवानी गर्न, अर्को कुरा जोताइ खोदाइको लागि, अनि अर्को स्प्रे पम्पहरू लगायत धेरै सुविधाहरू यसबाट मैले पाएको छु। कञ्चनपुरको हकमा कृषकहरूले स्वराज ट्र्याक्टर मन पराउनुको कारण त्यहाँ सबैभन्दा धेरै उखु खेती हुन्छ। उखु खेती गर्नका लागि अलिकति बलियो ताकतदार गाडी चाहिने भएको कारणले गर्दाखेरि स्वराज ट्र्याक्टर उहाँहरूले धेरै मन पराउनुहुन्छ। मैले उखु खेतीबाट सिजनमा 30-40 लाख रुपियाँ आम्दानी गरेको छु। त्यसबाट मैले घर बनाएँ, बच्चाहरूलाई सहर पढ्न पठाएको छु राम्रो शिक्षाको लागि। हामीलाई सोरुमबाट गोपन सरले भनेको टाइममा सर्भिस पनि दिइराख्नु भएको छ, अनि भनेको टाइममा सामानहरू उपलब्ध गराइदिनु भएको छ। भनेको टाइममा पैसा होस् नहोस् उहाँले हामीलाई सोरुमबाट धेरै सहयोग पुर्याइदिनु भएको छ। स्वराज ट्र्याक्टरलाई मैले आफ्नो घरको सदस्यको रूपमा लिएको छु। मेरो भविष्यको योजना स्वराज ट्र्याक्टरहरू लिने योजना बनाएको छु मैले।